मनपर्छ। स्टोरी टाइम हो। मैले चाहिँ दाउदको कथा मेरो भाइ बहिनीहरूलाई सुनाउँदैछु अनि उनीहरूले सुनेर इन्जोय पनि गर्दैछ, रमाउँदैछ। स्कुटर घुमाउँदै जाने त्यो चाहिँ तिमीहरूको छुट्टी भयो भने जाउँला। झर्ना जाने प्लान क्यान्सल गरेर हामी चाहिँ अर्कै ठाउँतिर लाग्यौँ। रहेछ हेर्दा थकित भइसक्यो हामी। अनि यो ठाउँ चाहिँ चितवनमा पर्छ अनि धेरै रमाइलो छ। यो समरको टाइममा चाहिँ तपाईँहरू साथीहरूसँग आउन सक्नुहुन्छ। एकदमै शान्त छ। घरबाट पनि ढिलै निस्केको थियो किनभने सङ्गति सकेर यताउति गर्दा ढिलो भएको थियो। अनि त्यस भएर अब नेक्स्ट टाइम चाहिँ हामी चाँडै जानेछौँ। जाम्लिङ जान निस्केको मान्छे हामी यतैतिर बसेर फर्किने डिसिजन गऱ्यौँ किनभने टाइम पनि कम थियो। हामी घरबाट पनि ढिलो निस्केको थियौँ। त्यसकारण हामी चाहिँ यतै बसेर रमाइलो गरेर घर फर्किने डिसिजन गऱ्यौँ। जताततै खोला अनि खोलाको कलकल आवाज
आकाश र सुन्दर वातावरणले मलाई रमाइलो बनाएको छ। माछा मार्दै हो है हजुर। यसरी समय समयमा आफ्नो दिदीबहिनीहरूसँग टाइम स्पेन्ड गरेर एउटा रमाइलो पल बन्ने रहेछ। थोरै भए पनि हामीले मिठो याद अनि सम्झनाहरू बटुल्यौँ। हामी चाहिँ यस्तो खोला तरेर फर्किँदैछौँ। लड्यो भने चाहिँ अर्को आपत आउँछ। जिन्दगानी लाइनसँगै हाल्छ। हम नहीं तोड़ेंगे। यो बनाउँछ त्यो होस् खानेकुरा चाहिँ जुगाड गर्दैछ यिनीहरूले। को कोलाई मनपर्छ यो प्लिज कमेन्ट डाउन। हुन्छ हुन्छ टिप 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 स्काप हुँदैन। आयो हाम्रो साथीहरू लिनलाई। हामीलाई कुरेको साथीहरू जाउँ न त जाउँ 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 आइसक्यो। हामी चाहिँ रमाइलो गरेर आफ्नो घरतिर लाग्यौँ। हाम्रो यो सानो भिडियो हेर्नुहुने सबैलाई धन्यवाद। अनि आजको लागि यति नै। बाई।